ल बोला हेलो के बोल्ने भयो बाबा के भन्नु नो वर्ड्स नो कमेन्ट्स Hi, mom to be getting ready. And के भन्नु अब auntie to be another auntie to be Hi baby, I'm your young auntie. Maiju अनि यहाँ हुनुहुन्छ अर्को आन्टी beautiful young auntie. अनि त्यहाँ हुनुहुन्छ अर्को आन्टी Hi baby. अनि यो चाहिँ म कहाँ गयो सो आजको हाम्रो जेन्डर रिभिलको सेटअप आजको सेटअप आजको खाजा सोध्नु मजाले यतिकै त भन्न आउँदैन अनि यो चाहिँ हाम्रो वेलकम ड्रिङ्क यो कस्तो नाइस भएको हामीलाई चाहिँ जेलो थाहा छ है तिनजनालाई चाहिँ थाहा छ नि त अब अरूलाई सोधौँ ल मलाई थाहा छैन समीक्षा के मलाई जस्तो लाग्छ? चाहिँ थाहा छैन गल हुन्छ होला अभियसली ओके बेबु तिमीलाई के हुन्छ जस्तो लाग्छ ल भन त गल टिम गल रे उता ओइ त्यो स्टिकर आफूले नलगाऊ भन्ने लाउँछु म भन्दा स्टिकर लिएर आउँदा भाउजू हजुरलाई के हुन्छ जस्तो लाग्छ बोय रिहानलाई गर्ल और बोय बोय के अरे दाई हजुरलाई नि बोय हो सल्पा गर्ल एसिका तिमीलाई के हुन्छ जस्तो लाग्छ छोरी हाँ दिदी ए त्यो सोध्नै पर्दैन दाईको पनि मैले हेरेर थाहा पाएँ टिम गर्ल हो मा हजुरलाई चाहिँ छोरी हुन्छ जस्तो लाग्छ कि बाबु नानी हुन्छ बोय और गर्ल गर्ल पिङ्क लाएर आज है भन श्रीजको त सोध्नै पर्दैन बोय हुन्छ जस्तो लाग्छ कि ड्याड टु बी लाइक हुन त जेनी हुन सक्छ तर म चाहिँ टिम गर्ल हजुर भन केही छैन पिङ्क लाउन नदिएको हामीले पासासँग म माग्छु हजुरहरूलाई चाहिँ बाबु हुन्छ जस्तो लाग्छ कि नानी नानी हो मेरो पनि छोरी छ हजुर म छोरीको साथी चाहिरहेको छ त्यही भएर श्रीजलाई मैले छोरी नै चाहन्छु है भनेर निर्भर भएर होला हजुरलाई चाहिँ दाइकै मोटिभेसन हो जो होइन हुन्छ जो भयो नि तर के हुन्छ जस्तो लागिरहेछ हजुरलाई निलो ए टिम बोय उहाँ चाहिँ टिम त्यही भएर अरू को सोध्नु बिर्सेँ मैले मम टु बीलाई के हुन्छ जस्तो लागिरहेछ प्र्याक्टिस गर्नु पर्दैन भन्ने खान्छ भन न छिटो
जे भयो नि हुन्छ भन्नु परिहाल्यो नि होइन Practice गर्छु first. टिम गर्ल नानु नानुको पनि गर्ल तारा दिदीको त तारा दिदीलाई गलिसक्यो के मलाई सोध्नै पर्दैन ए निकालिदिसक्यो कल भयो नसोधी लगाइदिने भनेको मलाई म त हामीले त लाउने होइन हामीले त कहाँ लाउने हामीले त कहाँ लाउने हो र हामीले त लाउनै हुँदैन कमली कहाँ भयो कमली कहाँ भयो हामी तिनजनालाई नमस्ते आन्टी ए आन्टीहरूलाई नि सोधौँ न सन्चै हुनुहुन्छ सन्चै छु आन्टी हजुरलाई के हुन्छ जस्तो लागिरहेको छ नानी कि बाबु बाबु हो अनु खै अनु अनु तिमीलाई नानी तिमीलाई नानी ल हेरौँ अब कसले जित्छ हाम्रो चाहिँ यहाँ फोटोसुट भइरहेछ मम टु बीको विथ द बेबी नाइस है यहाँको सेटअप सेटअप चाहिँ कस्तो गुड ल म आएँ टन्न खाऊ है समीक्षा नलजाइकन खै कति थोरै हालेको त्यस्तो है बिहान त क्यामेरा हान्ने हो ल यसैका जाऊ छिटो बजाऊ अहिले फेरि तिमीले मादल बजायो कि मादलले तिमीलाई बजाएको मादलले स्योर मलाई बजायो कसरी हो त ट्राई गर्नु कोहीले मादल बजाउन सिजला आउँछ रे घोडामा यसरी राख्नुपर्छ त्यो चाहिँ आउँछ मलाई अनि ठुलो यता हो कि हजुर आउँछ ओए आउँछ ओए त्यति आउने मलाई बजाउनु न राम्रो भइरहेको थियो है त्यही त हो नि होइन र अरू ताल आउनु नफेरि त्यति हो कि अलि लामो कि मात्र ढेम्की ढेम पार्छ अब भिल्ला हुन्छ यहाँ कसैलाई आउँदैन कि ओए यही त हो नि कस्तो मजाले भयो ओए नाइस ए सरी तिमीलाई के हुन्छ जस्तो लागिरहेको छ भन्नु ल यता यता प्रमितालाई ल टिम बोय हो न टिम बोय के रे तिमी आँखा चिम्लेर टिम गर्नु ल लगाउ न लगाऊ उता टिम बोय भएपछि ह्याप्पी टिम गर्ल भयो भने चाहिँ झन् ह्याप्पी बहिनी छ मलाई I feel like it's gonna be tea. I think boy हुन्छ होला but still I'm हो I think it's gonna be के हो सुजाको रिएक्सन हेर्नु भयो म त जे भने नि हो भनिहाल्छु नि होइन हो र भन्ने भन खाएपछि टचअप हान्नु पर्यो होइन
समीक्षा ल यो पिङ्क पिङ्क लगाएर होला होइन मैले यतिकै भिडियो मात्र गरेको यो त मलाई एक्स्ट्रा काम दिए जस्तो भयो त्यो अब कतिवटा तान्न लाग्यो यो मान्छेले त है त झल्ली गर बोइज बोइज छ कि गर्ल्स छ कि बोइज गर्ल्स छ यहाँ भागे छैन राजेश बस ला त्यो होइन यो आउरिया ल ल ल छिटो छिटो हिँड्नु पर्यो है आउट भइसक्यो मान्छे फाइनलमा पुग्यो यार त्यो कुनै गर्दा आउट भयो यार बेकार बजै थिएन गएर हो ल ल गाइज रोकिदिनुहोस् बल्ल टिम गर्ल्सले है लिड गरे कसले जित्यो टिम लाल भन न 2 3 गो चिर्छ दाइ छिटो 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 जुत्ता खोलेको गाइजहरूले ल जानु भयो
कम्प्लिट छिटो 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 One, two, three, go! प्रविधाले जित्यो ल अब रेडी रेडी 1 2 3 गो बेबु बेबु राजे झर्यो कसले जित्यो यहाँबाट मिलाउन रुकै बन्नु आँट्छ पर्दैन पर्दैन बटार्ने मात्र उसको खुलेको छैन खुलेको छैन बिल्ला आउने भयो त जुत्तामा उसको ब्लू निक्ला मेरो ए पढ्ब यत्रो चिच्चाको त कामै लागेन फाइनल है ल रेडी राम्रोसँग यो चाहिँ लास्ट ल आँखा चिम्लेर है त्यो माथि पेपर छ तर आफैले निकाल्नु पर्छ होला पेपर निकाल्यो एकछिन खोल न पहिला भित्र बेबी नै कन्फ्युज हुन लाग्यो देख्यो भने हैन तपाईँ ब्लू कार्ड लाएर आएर भने हैन भने ओ माय गॉड एल्ला खै दाइले कङ्ग्रेस भन्यो नानीको लागि रोको आन्टीहरू यहाँ पुरै जीवी